अर्किड रिपोर्टिङ नयाँ यसरी पलाइरहेको छ। यो चाहिँ यसमा डुब्छ, यसरी नयाँ यसरी पलाइरहेको छ। भित्र ल्याउनु पर्नेछ। ठुलो मस्टिका छ जुनको चाहिँ अहिले लास्टमा दराज अनलाइनबाट मैले अर्किड रिपोर्टिङ गर्नको लागि यो अर्किड रिपोर्टिङ मिक्स के भन्छ हो त्यो मगाएको थिएँ। पहिला यो हेरौँ है कस्तो आएको छ। यस्तो छ है, 1 केजीको मगाएको थिएँ। सबै यसमा परलाइट अनि चारकोल, कोको चिप्स, फर्टिलाइजर सबै मिक्स भएर आउँछ भनेको छ कि। लेट्स सी। सो अब चाहिँ म यो मेरो अर्किडहरू रिपोर्टिङ गर्न जाँदैछु। अनि यो अर्किडहरू चाहिँ मैले सबै यो तिहारको बेलामा पुष्प मेला लागेको थियो नि त, हो त्यहाँबाट ल्याएको हो। यसलाई यस्तो गर्ने लौरी पनि ल्याउनु पर्ने रहेछ है, सिन्काकै स्टिक। अनि अर्को कुरा यिनीहरू त यो पुरानो स्टेम के भन्छ त्यो फाल्नु मिजिक नै होला है। यताबाट नयाँ निस्किरहेछ, यहाँबाट नयाँ निस्किरहेछ। फेरि हावा कस्तो चलेको हौ यही बेलामा। छिटो छिटो यसलाई रिपोर्टिङ गरिहालौँ है त। भित्र खोलेर हेरेको यस्तो रहेछ सबै अङ्गारहरू। यो के हो, यो काठको टुक्रा टाक्री सबै भएको छ। कालै हुन्छ क्या हो, हात त ग्लोभ्स लाएर गर्नु पर्यो। हाई एभ्रिवान, वेलकम ब्याक इन माई युट्युब च्यानल। आज भने एकदमै स्पेसल भिडियो फुल प्रेमीहरूको लागि। म आज लाइफमा फर्स्ट टाइम अर्किड म आफैले रिपोर्टिङ गर्दैछु। अरू बेलामा भने अर्किडहरू पर्चेस गर्दाखेरि नर्सरीबाट नै म रिपोर्टिङ गरेर ल्याउँथेँ कि। अब घरमा लगिसकेपछि सर्दैन, यसको तालमेल मिलाउन जानिन्छ कि जानिँदैन, कस्तो डर लाग्ने नि त। त्यही भएर तर चान्स नलिएसम्म चाहिँ आफूले जानिँदैन भन्ने सोचेर यो पटक मैले आफै कसरी गर्नुपर्छ भन्ने कुरा युट्युब च्यानलमा यताउता हेरेर अनि रिपोर्टिङ गर्दैछु। मैले जुन प्रोसेसले रोपिरहेको छु त्यो प्रोसेस त्यति राम्रो पनि नहुनसक्छ है, तर पनि मैले जस्तो जानेको छु त्यस्तै भिडियो मैले तपाईँहरूमा आज लिएर आएँ। यदि तपाईँहरूलाई अझ राम्रोसँग थाहा छ भने चाहिँ कमेन्ट बक्समा भनिदिनु होला। अर्किडलाई यसरी रिपोर्टिङ पर्छ, तपाईँले गर्नुभएको चाहिँ राम्रो भएन अथवा के कमी कमजोरी भयो तपाईँहरूले भनिदिन सक्नुहुनेछ। कुनै पनि कुरा नर्सरीमै आफै रिपोर्टिङ गरेर लिएर आउँदाखेरि त्यसको खासै मूल्य भए जस्तो मैले फिल गरिनँ कि। तर सानो एउटा बिरुवालाई पनि आफैले घरमा ल्याएर त्यसलाई रिपोर्टिङ गरेर सानोबाट हुर्काएर ठुलो बनाएर फुलाउँदाखेरि चाहिँ यस्तो आनन्द आउँछ कि त्यसको त कुरै छोडिदिनुहोस्। मसँग अरू धेरै प्रकारको फुलहरू छन् जुन कुरा तपाईँहरूमध्ये यदि कोही रेगुलर भ्युवर्स हुनुहुन्छ मेरो भिडियोहरूको भने चाहिँ सामाजिक सञ्जाल अरू कतै मसँग जोडिनु भएको साथीहरूलाई त डेफिनेटली थाहा नै छ। यो अर्किडको भेराइटी पनि मसँग धेरै नै छन्, तर यी केही भने रिसेन्टली पर्चेस गरेको र रिपोर्टिङ गर्न बाँकी थिए, जुन चाहिँ म आफै रिपोर्टिङ गर्छु, म आफै रिस्क उठाउँछु भनेर मैले आज रिपोर्टिङ गर्न थालेको छु। अनि मैले जहाँबाट यो बिरुवा पर्चेस गरेको थिएँ उहाँसँग पनि सोधेको थिएँ कसरी रिपोर्टिङ गर्ने भनेर। उहाँले मलाई सबै हुन्छ नि कसरी गर्ने, यसरी गर्ने उसरी गर्ने सबै कुराहरू विस्तृत रूपमा मलाई भनिदिनु भएको कारणले चाहिँ म ढुक्क छु। यो अर्किड जसरी अहिले फुलिरहेको छ यो भन्दा पनि खतरा तरिकाले भविष्यमा फुल्नेछ। ल 4वटै अर्किडहरूलाई चाहिँ मैले रिपोर्टिङ गरेर सकेँ। अब यिनीहरूलाई म पानी दिन्छु। सो अलिअलि पानी यसरी दिन्छु हैन। त्यसपछि चाहिँ 15-20 मिनटको लागि चाहिँ पानीमा डुबाएर राखिदिनुपर्छ। यो चाहिँ यसमा डुब्छ, यसरी यतिकै छोडिदिन्छु है।
बिस्तारै आफै भिज्दै आउँछ। त्यसपछि अरू चाहिँ अरू भाँडामा गर्छु। यसलाई यसमा भिजाइदिएँ। यसलाई चाहिँ बाल्टीमा लगेर हाल्छु। मैले चाहिँ मेरो अर्किडलाई डाइनिङ टेबलमा ल्याएर सेट गरेँ। यस्तो देखेको छ क्लोजर लुक चाहिँ। डाइनिङ टेबलमा चाहिँ मजाले हावा क्रस हुन्छ कि, अनि अर्किडलाई चाहिँ हावा क्रस हुने ठाउँमा राख्नुपर्छ भनेर भन्नुभएको थियो। सो मैले 3टा अर्किड चाहिँ यहाँ राखेँ। एउटा चाहिँ मैले मसँग 2टा फ्रिज छ नि त, एउटा ठुलो अनि अर्को चाहिँ सानो। त्यो सानो फ्रिजको चाहिँ माथि राखेको छु जुन चाहिँ त। अनि यसको चाहिँ हेर्नु है, नयाँ यसरी पलाइरहेको छ कस्तो राम्रोसँग। यो चाहिँ मसँग लगभग 1.5 वर्ष अगाडिदेखिको अर्किड हो। कस्तो राम्रो पो फुल्छ यो त झन्। ओ माई गड, एकदम धेरै पर्पल कलरमा के बाट भने यस्तो देखेको छ, हेर्न सक्नुहुन्छ। मैले आफै घरमा अर्किड रिपोर्टिङ चाहिँ फर्स्ट टाइम गरे होइन भने मैले नर्सरीबाट नै रिपोर्टिङ गरेर लिएर आउँथेँ हैन। अहिले चाहिँ अर्किडको सिजन एकदमै राम्रो फुल्छ। तपाईहरुले पनि यदि रिपोर्टिङ गर्नु भएको छैन भने एकदम राम्रोसँग रिपोर्टिङ गर्नु होला अनि सुन्दर सुन्दर फुल फुलाएर फुलको मज्जा लिनु होला। मेरो भने बाहिर काम छ। मेरो एउटा मोन्स्टेरालाई एकदम सफा गरेर भित्र ल्याउनु पर्ने छ। ठुलो मोन्स्टेरा छ जुनको चाहिँ अहिले लास्टमा मैले क्लिप पनि राखिदिन्छु। सो अब त्यसको पातहरू पुछ्न गएँ अनि त्यही हो, म चाहिँ गएर अनि पातहरू पुछेर अनि भित्र राखेर आउँछु ल। यो रह्यो मैले भर्खरै भनेको मेरो ठुलो मोन्स्टेरा जसको पातहरू मैले पुछिसकेँ। यो पुछ्दा पुछ्दै छिमेकी आमा मेरो घर आउनु भएको कारणले यो मोन्स्टेरालाई मैले आज घरभित्र राख्न भ्याइन, भोलि राख्नेछु। आजको मेरो यो छोटो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि शेयर गर्न नबिर्सिनु होला। थ्यांक यू सो मच फर वाचिङ। सी यू अल इन नेक्स्ट भिडियो। टिल देन टेक केयर, बाई बाई। अनि मेरो युट्युब च्यानल एएसए फ्यामिली अफिसियललाई सब्स्क्राइब पनि गर्नु होला है। बाई बाई।